हेलो साथीहरू, नमस्कार सबैमा। आज म तपाईहरुसँग एउटा आश लागेको कुराहरू केही सेयर गर्न गइरहेको छु। जब रासपाको सरकार 2/3 सहित बहुमत सहित बन्यो, सरकारमा केही हल्ला पनि चल्यो, केही कामहरु त अहिले राम्रो नगरेको हैन, राम्रै कामहरु गरिरहेको छ सरकारले। तर पनि एउटा फेरि जनतालाई अर्को आश पनि देखाइयो। जुन सवारी साधनहरुमा लगाइएको कर थियो 300%, त्यो चाहिँ घटाएर अब त्यसलाई अत्यावश्यकमा राखेर, विलासिताको नभए अत्यावश्यक राखेर सबै जनताहरूलाई सुविधा दिने जुन हल्ला चलाइएको थियो, त्यसमा धेरै आशावादी पनि थियौँ हामी पनि। अब स्कुटर चढ्ने पैसाले कारै चढाउँला, बाइक चढ्ने पैसाले कार चढाउँला भन्ने आश ममा थियो, या तपाईहरु पनि कतिजनामा थियो होला। के लाग्छ तपाईहरुलाई, यो खै घट्छ त? खासै अहिले आएर त्यो कतैबाट नि सुन्न आएको छैन। म त चाहन्छु यो घटोस्, अत्यावश्यक चिजमा राखियोस् र जनतालाई सहुलियतमा आफ्नै इच्छा अनुसारले गाडी, बाइक, स्कुटर केही किन्न चाहेका हुन्छन्, त्यो केही सस्तोमा किनेर प्रयोग गरून् भन्ने चाहन्छु। तपाईहरुलाई नि आशा त लागेको थियो होला, कतिजनालाई आशा लागेको थियो। यसको चाहिँ हामीले आवाज उठाउन पर्ने हुन्छ, तर कहाँ गएर उठाउने हैन। हामी जस्तो सानो मान्छेले उठाएर त सुन्दैन सरकारले। त्यही भएर हाम्रो यो ठुलै मिडियाहरुबाट भए नि यो आवाज उठेको भए हुन्थ्यो। हाम्रो यो सानो देखेर पनि ठुलो मिडियाहरुले उठाइदियो भने सबै जनताहरूले राहत पाउने थिए।